सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल मिति 2082 साल पुसको 18 गते शुक्रबारको राशिफल लिएर आएका छौँ। सर्वप्रथम मेष राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी वृष राशिका लागि पनि आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी मिथुन राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। कर्कट राशिका लागि पनि आजको दिन खासै राम्रो समय रहेको छैन। सिंह राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। कन्या राशिका लागि पनि आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी तुला राशिको लागि कुरा गर्नेछौँ। तुला राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी वृश्चिक राशिको कुरा गर्नेछौँ। वृश्चिक राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी धनु राशिको कुरा गर्नेछौँ। धनु राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी मकर राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी कुम्भ राशिका लागि पनि आजको दिन एकदमै शुभ दिन देखिन्छ। मीन राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। आजको राशिफल हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर लाइक कमेन्ट अवश्यमेव गर्नुहोला। हस्त नमस्कार। नारायण हरिशरणम। जय श्री पशुपतिनाथ।